Congratulations, SC graduate Bagisorian. Thank you, sir. SC result 2082 talk. ग्रीष्मालाई कस्तो लाग्यो हाम्रो एसी को रिजल्ट? स्नेहालाई एकदम राम्रो रमाइलो लाग्यो। अनि मलाई नि रमाइलो लाग्यो। अनि सुबिनालाई ल कङ्ग्रेचुलेसन सबैलाई यो बोइज। मलाई त बब्बाल लाग्यो सर। बोब्बा लाग्यो सर्भिसलाई नि दामी रिजल्ट आएर आनन्द हो। हजुर सोचे अनुरूप आएको छ कि छैन? ल स्नेहाबाट सुरु गरौँ। सोचे भन्दा अलि बढी नै आएको छ। ए सोचे भन्दा बढी आयो एसी रिजल्ट बागेश्वरीको। स्नेहा दाहालको हजुर कसरी बढी आयो? खै मतलब मैले सामाजिकमा पनि ए मात्रै आउँछ होला जस्तो लागिरहेको थियो अनि त्यसपछि चाहिँ 3.92 चाहिँ मैले गेस गरेको थिएँ तर सामाजिकमा पनि ए प्लस। सामाजिकमा फर्स्ट टाइम ए प्लस आयो क्या हो त्यसो भए? हो हो हजुर 10 क्लासमै अनि ग्रीष्माको कस्तो भयो एक्सपेक्टेसन? मेरो एक्सपेक्टेसन जस्तै नै आएको छ भन्नुपर्दा। हो र? प्रसुनको कस्तो छ? मेरो ठिकै ठिकै छ। सोचेको त योभन्दा कम थियो। योभन्दा कम भयो। सर्भिसको कस्तो छ? सोचा भन्दा अलिकति कम आयो तर ठिकै छ। ठिकै छ है। अनि कुसुमको नि? सोचे भन्दा चाहिँ अलिक कमै हो ठिकै हो। कम बनाए कति हो? जिपिए भन्न मिल्छ? 3.68 3.68। अनि सुबिनाको हाम्रो 4 जिपिए होल्डर होइन? ल सबैलाई एकचोटि कङ्ग्रेचुलेसन गरौँ नट ओन्ली फर हाम्रो सुबिनाको लागि मात्र होइन है। अनि कस्तो भयो ओभरअल कस्तो लाग्यो आफूलाई? हजुर राम्रो लाग्यो। अभिनवले अब के पढ्ने विचार गर्दै हो अहिले? साइन्स पढ्ने? ल सबैले भन्नु है त साइन्स। अनि के भन्नु? कुन विषय पढ्ने? साइन्स। हजुर साइन्स। साइन्सै हो। अनि डिजिटको? सिभिल इन्जिनियर। सिभिल इन्जिनियरिङ हो। फरक आयो है? साइन्स भयो। अनि यो सबैले किन साइन्स भनेको होला अभिनवलाई के लाग्छ? एसीका भाइ बहिनीहरू होइन अलि बढी स्कोर आउने बित्तिकै साइन्स किन भनेको होला अथवा आफ्नो विचार हो है? कसैको फ्यामिली प्रेसर हुनसक्छ। हजुर तर हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि बढी रिजल्ट राम्रो आयो भने साइन्सै पढ्नुपर्छ भन्ने छ त्यसैले। तर अब आफूलाई जुन सब्जेक्ट मन लाग्छ त्यही पढ्ने। हजुर सर्भिसको आफ्नो कुरा राख्न सक्नुहुन्छ? कस्तो लाग्यो कुन विषयमा? जस्तै कि ओपिटी म्याथमा के भयो होइन अथवा हाम्रो सामाजिकमै के भयो म्याथमा आदि इत्यादि एकदम सर्टकटमा। हजुर अरू सब्जेक्टहरूमा चाहिँ एसीमा सजिलै आएको थियो अलिक। ओपिटी म्याथ एउटामा चाहिँ अलिक गाह्रो आएको जस्तो लाग्यो। हजुर अहिले मेरो अरू सबमा ए प्लस छ। ओपिटी म्याथ र सोसियलमै ए छ दुइटामा। हजुर सोसियलमा चाहिँ ए प्लस आउनुपर्ने नै जस्तो लाग्छ मलाई। 3.92 है। ओके अब एसी नै सबथोक हो त होइन एकजना विद्यार्थीको लागि? होइन नि है। त्यसकारण अब फेरि क्लास 11मा अझ राम्रो पढ्नु बाँकी नै छ होइन? भनेपछि अब समग्र हाम्रा सबै साथीहरूलाई अनि अहिलेको एसी ब्याच 2083 का हाम्रो भाइ बहिनीलाई के भन्नुहुन्छ? अब आफूले सकेसम्म राम्रै गर्ने हो, आफ्नो बेस्ट दिने हो। हजुर अब आफूले सोचे जस्तो आएन भन्दैमा पुरै डिप्रेस्ड भएर चाहिँ बस्नु भएन। हजुर अझै मेहनत गरेर अब योपालि बढी ल्याउँछु भन्ने माइन्डसेट राख्नु पऱ्यो। हजुर अनि त्यही हो। अल द बेस्ट। ल अल द बेस्ट है त फर हाम्रो अझ पनि धेरै हाम्रो उच्च शिक्षा अध्ययन गर्न बाँकी छ क्लास 11 12 पछि है। अल द बेस्ट। ग्रीष्माले के पढ्ने रे कुन विषय लिएर? अब ओके अब यो सफलतामा कसलाई सम्झनुहुन्छ? कसलाई सम्झनुहुन्छ भनौँ न? मेरो यो सफलतामा त सबभन्दा फर्स्टमा त मेरो फ्यामिली नै आउनुहुन्छ। हजुर बाबा मामु अनि बुढी थिए अनि सबभन्दा फर्स्टमा उहाँलाई नै धेरै थ्याङ्कफुल छु म। अनि त्यसपछि मेरो टिचर्सहरू यो बागेश्वरी स्कुलमा सबै टिचर्स एकदम फ्रेन्डली हुनुहुन्छ। इन्भाइरोमेन्ट कस्तो राम्रो बनाइदिनु भएको छ पढाइको लागि अनि उहाँलाई पनि धेरै धन्यवाद छ मेरो। अनि त्यसपछि आउँछन् मेरो साथीहरू पनि एकदम सपोर्टिभ छन्। आफू सँगै मलाई पनि पढ्न प्रेरित गरे अनि अब हाँस्यो खेल्यो स्कुलमा धेरै मेमोरिज बनायो टिचरहरू अनि साथीहरू एकदम नमस्कार मङ्गलेश्वर दाजुको फेसबुक पेजमा फलो गर्नुहोला र सब्सक्राइब पनि गर्नुहोला। युट्युब च्यानललाई लाइक कमेन्ट सेयर त गर्नुहुन्छ नै।